जीवन सजिलो छैन, तर जसले सपना देख्छन्, सङ्घर्ष गर्छन्, उनीहरू कहिल्यै हार्दैनन्। आजको कथा हो एक गरिब गाउँले युवक रामुको, जसले समाजका तिरस्कार, अभाव र असफलताका पर्खालहरू भत्काउँदै आफ्नो सपना पूरा गर्यो। रामु सानो गाउँमा जन्मिएको थियो, एउटा सामान्य किसान परिवार। बिहानैदेखि बाबासँग खेतमा काम गर्नु, बेलुका आमासँग गोठ हेरचाह गर्नु, उसको दिनचर्या यस्तै हुन्थ्यो। तर उसको मनमा एउटा ठुलो सपना थियो, पढेर ठुलो मान्छे बन्ने। उसको आमाले भन्थिन्, बाबु पढाइमा ध्यान दिऊ है, हाम्रो जीवन त खेतमै बित्यो, तर तसँग केही गर्ने सपना छ। रामुले पनि आमालाई भन्थ्यो, म धेरै पढ्छु, म तपाईँलाई गर्व गराउनेछु भनेर सधैँ आमालाई हौसला दिन्थ्यो। विद्यालय टाढा थियो। रामुले दिनौँ 2 घण्टा हिँडेर स्कुल जान्थ्यो, बेलुका थाकेर घर पुग्थ्यो। उसँग किताब किन्ने पैसा पनि थिएन। उसले पुराना किताब सङ्कलन गर्थ्यो। कहिलेकाहीँ भने भोकको पेट पर्थ्यो, तर उसको आँखाले सपना देख्न कहिल्यै छाड्दैन थियो। समय बित्दै गयो। उसले 10 कक्षा उत्तीर्ण गरेपछि पढाइको लागि काठमाडौँ आइपुग्यो। जब काठमाडौँ पढ्न आयो, तब त्यहाँ झन् सङ्घर्ष कठिन भयो। दिनमा पढ्थ्यो, रातभर होटेलमा काम गर्थ्यो। कतिपटक त थकाइले होस हरायो, तर इच्छा शक्ति अडिग थियो। समय बित्दै गयो। रामुले स्नातक पुरा गर्यो। त्यही होटलमा उसलाई म्यानेजरको अफर आयो। अहिले उसले आफ्नो एउटा कफी सप खोलेको छ। गाउँ फर्किएर उसले निःशुल्क शिक्षा अभियान पनि सुरु गरेको छ, जसले ऊ आफू जस्ता अरू रामुहरूको भविष्य बनाउने गर्दछ। रामु गाउँका बच्चाहरूलाई भन्ने गर्दछ, हामी जस्ता गरिबलाई शिक्षा नै ठुलो हतियार हो। सपना देख, सङ्घर्ष गर, सफलता अवश्य आउँछ। जीवनमा अभावले होइन, हिम्मतको अभावले मात्र मान्छे हार्छ। रामुको जस्तो सङ्घर्ष हाम्रो प्रेरणा हो। तपाईँसँग पनि सपना छ भने आजैबाट सङ्घर्ष सुरु गर्नुहोस्, किनभने सपना देख्नेहरू कहिल्यै हार्दैनन्। यदि तपाईँलाई यो कथा प्रेरणादायी लाग्यो भने लाइक गर्न, साथीहरूसँग सेयर गर्न र यस्तै अरू कथाहरू सुन्नका लागि हाम्रो युट्युब च्यानल सब्सक्राइब गर्न नबिर्सिनुहोला। आजको लागि यति नै। भोलि फेरि नयाँ भिडियोमा भेटौँला। धन्यवाद।